गुड मर्निङ सबैजनालाई। यो भुइँमा पिँडालुको पातले चाहिँ के छोपेको भन्नुहुन्छ होला है साथीहरू। यो चाहिँ हिजो स्कुलबाट आएर चाहिँ बिहीँको बिरुवा चाहिँ मसिनो रहेछ कि त्यो मसिनो बिरुवा रोपेको थियो। त्यो चाहिँ के हुन्छ घामले खान्छ भनेर चाहिँ अघि नै उठेर पिँडालुको पात काटेर चाहिँ मैले छोपिरहेको छु। तपाईँलाई कस्तो छ बिरुवा देखाउँछु ल। बिरुवा चाहिँ यस्तो मसिनो छ नि त हो, अन्त त्यही भएर चाहिँ छोपेको, घामले नखाओस् भनेर। एक दुई दिन छोप्यो भने चाहिँ जाग्न सक्छ। यस्तो छ है बिरुवाहरू चाहिँ। यो चाहिँ मसिनो खालको तिते बिहीँको बिरुवा रोपेको हिजो बाबा र मैले रोपेको दुईजनाको। हिजो बेलुका स्कुलबाट आएर यति चाहिँ रोपेको छौँ हामीले। म चाहिँ डोकोमा मल बोक्नु सक्दिनँ, अन्त यस्तो बाल्टीमा बोक्छु। आजको मौसम त्यस्तो छ, घाम पनि लाग्दैछ, धुम्म हुँदैछ।